तपाईलाई थाहा छ श्रीकृष्णका 50 उपदेशले मात्र तपाईको सोच, कर्म र जीवनको दिशा पुरै बदलिदिन सक्छ। अर्जुनले जस्तै हामी पनि जीवनमा भ्रम, डर, तनावले थिचिन्छौँ, तर कृष्णका शब्दहरू अन्धकार चिरेर उज्यालो देखाउने दीपक हुन्। आज हामी सुन्नेछौँ श्रीकृष्णका 50 अमूल्य उपदेश जसले तपाईलाई बुझाउँछ जीवन युद्ध होइन, जीवन ज्ञानको यात्रा हो। 1. श्रीकृष्ण भन्नुहुन्छ, कर्म गर, फलको चिन्ता नगर। फलको लोभले मन डगमगाउँछ, कर्तव्यले मार्ग निश्चित गर्छ। कर्ममा एकाग्रता राख्ने मानिस कहिल्यै असफल हुँदैन। जब तिमी आफ्नो कार्य पुरै इमानदारीले गर, परिणाम समयले आफै ल्याइदिन्छ। 2. श्रीकृष्ण भन्नुहुन्छ, मन नै मित्र पनि शत्रु पनि। नियन्त्रित मनले अन्धकारमा पनि उज्यालो देख्छ, अनियन्त्रित मनले उज्यालो बीच पनि अन्धकार मात्र देख्छ। जीवनको सबैभन्दा ठूलो युद्ध मनभित्र नै हुन्छ, यसलाई जित्नु नै महानता हो। 3. श्रीकृष्ण भन्नुहुन्छ, जे भयो राम्रोका लागि भयो। जीवनका घटनाहरू कहिले संयोग मात्र हुँदैनन्। प्रत्येक दुःख, हानि, असफलताले तिमीलाई बलियो बनाउँछ। आज नबुझिए पनि भोलि थाहा हुन्छ, सबै तिम्रै हितका लागि भयो। 4. श्रीकृष्ण भन्नुहुन्छ, आत्मा न जन्मिन्छ न मर्छ। हामी शरीर होइन, शाश्वत चेतना हौ। शरीरमा चोट लाग्न सक्छ, तर आत्मामा कहिले हुँदैन। यो सत्य बुझियो भने जीवनका सबै डरहरू पग्लेर हराउँछन्। 5. श्रीकृष्ण भन्नुहुन्छ, क्रोध छेडभरको पागलपन हो। क्रोध उठ्यो भने बुद्धि तुरुन्तै बन्द हुन्छ। क्रोधका छेडले वर्षौंदेखिको सम्बन्ध तोडिदिन सक्छ। मौनता र धैर्यले मात्र क्रोधको आगो निभाउन सक्छ। श्रीकृष्ण भन्नुहुन्छ, धैर्य नै सफलताको ढोका हो। महान कार्य रातारात पूरा हुँदैन। धैर्यले समयलाई तिमीको पक्षमा काम गराउँछ। धैर्यवान मानिसले असम्भवलाई पनि सम्भव बनाउँछ। 7. श्रीकृष्ण भन्नुहुन्छ, सत्य नै सर्वोच्च शक्ति हो। असत्य सजिलो छ, तर तात्कालिक मात्र। सत्य कठिन छ, तर स्थायी शान्ति दिन्छ। सत्यमा अडिग रहन सक्ने मान्छे नै वास्तवमा साहसी हो। 8. श्रीकृष्ण भन्नुहुन्छ, इन्द्रिय नियन्त्रण नै योग हो। जसले आफ्ना इच्छाहरू नियन्त्रण गर्न सक्छ, उसले संसारलाई नियन्त्रण गर्छ। अत्यधिक इच्छा र लोभले मनमा अशान्ति ल्याउँछ। संयम जीवनलाई अनुशासन र शान्तितर्फ लैजान्छ। 9. श्रीकृष्ण भन्नुहुन्छ, माया देऊ, घृणा होइन। घृणाले मनमा अन्धकार बसाउँछ। प्रेमले मन, सम्बन्ध र हृदय उज्यालो बनाउँछ। कृष्ण प्रेमको प्रतीक हुन्। उहाँले दुश्मनलाई पनि माया दिन सिकाउनु भयो। 10. श्रीकृष्ण भन्नुहुन्छ, परिवर्तनबाट नडराऊ। परिवर्तन जीवनको स्वभाव हो। जो परिवर्तन स्वीकार्छ, उसले प्रगति गर्छ। अडेस लागेर बस्ने मानिस थन्किन्छ, अघि बढ्ने मानिस चम्किन्छ। 11. श्रीकृष्ण भन्नुहुन्छ, अहङ्कार विनाशको मूल हो। अहङ्कारले बुद्धि ढाकिदिन्छ र सत्य देख्न सकिँदैन। कौरवहरूको पतन अहङ्कारकै कारण भयो। विनम्रता अपनायौं भने जीवनमा कृपा स्वतः आउँछ। 12. श्रीकृष्ण भन्नुहुन्छ, दुःख तिम्रो गुरु हो। सुखले कहिले ठूलो सिकाइदिन्न। दुःखले चरित्र, धैर्य र शक्ति विकास गराउँछ। दुःखलाई शत्रु होइन, गुरुको रूपमा हेर। 13. श्रीकृष्ण भन्नुहुन्छ, निर्णय डरले होइन, बुद्धिले गर। डरले देखाएको बाटो सधैँ गलत हुन्छ। शान्त मनले गरिएका निर्णय जीवनभर टिक्छन्। निर्णयभन्दा पहिला मन शान्त गर, यही ज्ञान हो। 14. श्रीकृष्ण भन्नुहुन्छ, लक्ष्यमा केन्द्रित हो, आवाजमा होइन। संसारले बोल्छ, आलोचना पनि गर्छ, प्रोत्साहन पनि, तर लक्ष्यमा लागेका मानिसले यी आवाज सुन्दै सुन्दैनन्। तिम्रो ध्यान केवल परिणाममा होस्, भिडको आवाजमा होइन। 15. श्रीकृष्ण भन्नुहुन्छ, अलस्यले अवसर मार्छ। आज गर्ने काम भोलिसम्म थुनिएर बस्यो भने जीवन ढिलिन्छ। अलस्यले समय चुस्छ अनि पछुताउने बाहेक केही बाँदैन। उठ, सुरु गर, यसैमा तिम्रो भाग्य छ। 16. श्रीकृष्ण भन्नुहुन्छ, दयाले पत्थर पनि पग्लिन्छ। दयाले कठोर मन नरम हुन्छ। कृपा, करुणा र दयाले सम्बन्ध बलियो हुन्छ। दयाको प्रभाव सूक्ष्म तर शक्तिशाली हुन्छ। 17. 18. श्रीकृष्ण भन्नुहुन्छ, आफूलाई जित संसार आफै जितिन्छ। साँचो युद्ध बाहिर होइन, भित्र हुन्छ। लोभ, ईर्ष्या, क्रोध, आलस्य यी तिम्रा वास्तविक शत्रु हुन्।
आफूलाई जित्यौ भने संसार स्वतः झुक्छ। 19 श्रीकृष्ण भन्नुहुन्छ, प्रेम नै परम शक्ति हो। प्रेमले डर हटाउँछ र मनमा उज्यालो ल्याउँछ। राधाकृष्णको प्रेम वासना होइन, शुद्ध चेतनाको बन्धन हो। जहाँ प्रेम छ त्यहाँ ईश्वरको उपस्थिति छ। 20 श्रीकृष्ण भन्नुहुन्छ, कुनै काम सानो हुँदैन। कृष्ण गोपाल पनि भए, सारथी पनि, दुवै पवित्र थिए। कामको मूल्य आकारले होइन, नियतले तय हुन्छ। जे पनि गर, तर मन पनि त्यही काममा समाहित गर। 21 श्रीकृष्ण भन्नुहुन्छ, अनुशासनले सपनालाई वास्तविकता बनाउँछ। अनुशासन बानी बनाउँछ, बानीले भविष्य बनाउँछ। साना साना अनुशासनले ठूलो जीवन निर्माण हुन्छ। बिना अनुशासन कुनै सपना सफल हुँदैन। 22 श्रीकृष्ण भन्नुहुन्छ, कृतज्ञता राख, गुनासो कम गर। कृतज्ञताले मन हलुका हुन्छ र ऊर्जा सकारात्मक बन्छ। गुनासोले नकारात्मकता जन्माउँछ र सोच बन्द गर्छ। कृतज्ञ मनले जीवनमा चमत्कार तान्छ। 23 श्रीकृष्ण भन्नुहुन्छ, सफलता भित्र निर्माण हुन्छ, बाहिर होइन। बाहिरी परिस्थितिले होइन, भित्री अनुशासनले सफल बनाउँछ। आत्मविश्वास र मनको स्थिरता सफलता जन्माउने मूल हुन्। आफूलाई सुधार, संसार आफै सुध्रिन्छ। 24 श्रीकृष्ण भन्नुहुन्छ, सद्भावनाले ब्रह्माण्ड आकर्षित गर्छ। जसरी कम्पन गर्छौ त्यस्तै ऊर्जा फर्केर आउँछ। नियत शुद्ध भयो भने राम्रो मानिस, राम्रो अवसर, राम्रो मार्ग आकर्षित हुन्छ। सद्भावना राख, ब्रह्माण्ड सुन्दै बस्छ। 25 श्रीकृष्ण भन्नुहुन्छ, कृष्णलाई सम्झ, डर, दुःख, चिन्ता पग्लिन्छ। भक्ति मनलाई स्थिर र निर्भय बनाउँछ। कृष्ण सम्झिँदा मनको बोझ हलुका हुन्छ। दिव्य स्मरणले मनमा शान्ति, विश्वास र शक्ति पैदा गर्छ। 26 श्रीकृष्ण भन्नुहुन्छ, आफ्नो बाणीलाई नियन्त्रण गर। शब्दको धार सबैभन्दा तेज हुन्छ। यो घाउ पनि दिन सक्छ, उपचार पनि। मनमा उठेका सबै कुरा मुखले बोल्नै पर्छ भन्ने हुँदैन। समयमै रोकिने बाणीले धेरै विनाश रोक्छ। 26 श्रीकृष्ण भन्नुहुन्छ, आफ्नो बाणीलाई नियन्त्रण गर। शब्दको धार सबैभन्दा तेज हुन्छ। यो घाउ पनि दिन सक्छ, उपचार पनि। मनमा उठेका सबै कुरा मुखले बोल्नै पर्छ भन्ने हुँदैन। समयमै रोकिने बाणीले धेरै विनाश रोक्छ। 27 श्रीकृष्ण भन्नुहुन्छ, हाम्रो शत्रु बाहिर होइन, भित्र बस्छ। ईर्ष्या, लोभ, मद, मोह यिनै वास्तविक शत्रुहरू हुन्। बाहिरका शत्रुले तिम्रो शरीरलाई छुन सक्छ, तर भित्रका शत्रुले तिम्रो आत्मालाई कमजोर बनाउँछ। 28 श्रीकृष्ण भन्नुहुन्छ, असफलता अन्त्य होइन, नयाँ सुरुवात हो। असफलता रोकावट होइन, दिशा परिवर्तनको सङ्केत हो। हरिएको युद्धले तपाईलाई धेरै सिकाउँछ। असफल भएपछि उठ्ने साहस नै महानता हो। 29 श्रीकृष्ण भन्नुहुन्छ, आफूले बोकेको बोझ भगवानसँग बाँड। सारा चाप एक्लैले बोकिरहनु पर्ने होइन। कृष्णको नाम लिँदा मन हलुका हुन्छ। दिव्य शक्ति अनुभव गर्न हृदय खुला गर। 30 श्रीकृष्ण भन्नुहुन्छ, जहाँ क्षमा छ त्यही शान्ति बस्छ। विरोध मनभित्र राखिरहे दुःख बढ्दै जान्छ। क्षमाले हृदय सफा हुन्छ। क्षमा तिम्रो लागि हो, प्रतिको लागि होइन। 31 श्रीकृष्ण भन्नुहुन्छ, सही सङ्गतले जीवन बदलिन्छ। कुनै अरिष्णु व्यक्तिसँग बस्दा तिमी पनि आध्यात्मिक बन्न थाल्छौ। दुष्ट सङ्गतले उज्यालो मनमा अन्धकार ल्याउँछ। जससँग बस्छौ तिमी त्यही बन्न थाल्छौ। 32 श्रीकृष्ण भन्नुहुन्छ, गुनगुनाउनु भन्दा कृतज्ञ बन। गुनासोले जहिले पनि राम्रो कुरा छोपिदिन्छ। कृतज्ञता जीवनका असल पक्ष देखाउने चस्मा हो। कृतज्ञ मनले चमत्कार तान्छ। 33 श्रीकृष्ण भन्नुहुन्छ, जीवनमा ठूलो सपना देख। साना सोचले ठूलो जीवन दिन्न। कृष्ण भन्छन्, तिमी जहाँसम्म सोच्न सक्छौ उसैसम्म पुग्न सक्छौ। 34 35 श्रीकृष्ण भन्नुहुन्छ, दिमागभन्दा हृदय कहिलेकाहीँ ठूलो हुन्छ। तर्कले सबै कुरा बुझाउँदैन। कहिलेकाहीँ सहानुभूति र प्रेमले समाधान दिन्छ। हृदयमा जे शुद्ध छ त्यही नै ईश्वर हो। 36 श्रीकृष्ण भन्नुहुन्छ, धैर्य राख्न नसक्नु कमजोरी होइन, सिक्नुपर्ने कला हो। धैर्य अभ्यासले बढ्छ। धैर्यवान मानिसहरूले जीवनलाई सही ढङ्गले बुझ्छन्। छिटो चाहने बानीले केवल तनाव जन्माउँछ। 37 श्रीकृष्ण भन्नुहुन्छ, छोटो मार्ग प्रलोभन हो, सही मार्ग कठिन तर पवित्र।
सही मार्गमा बाधा आउँछ तर त्यसले तिमीलाई बलियो बनाउँछ। छोटो बाटोले तिमीलाई गुमाउँछ। 38 श्रीकृष्ण भन्नुहुन्छ, भैरिएकै भरमा हिंसा नगर्नु। शक्ति भनेको दबाव होइन, रक्षा हो। राक्षसले शक्ति दुरुपयोग गर्छ, देवता शक्ति सही स्थानमा प्रयोग गर्छ। 39 श्रीकृष्ण भन्नुहुन्छ, हाम्रो भाग्य हामी नै लेख्छौँ। कर्मले भाग्य बनाउँछ, कर्महरूपछि भाग्य हिँड्छ। भाग्य दोष देखाउनु कमजोरी हो, कर्म सुधार भाग्य आफै बदलिन्छ। 40 श्रीकृष्ण भन्नुहुन्छ, सकारात्मक सोचले सकारात्मक जीवन बनाउँछ। हामी जसरी सोच्दछौँ जीवन त्यही बनिदिन्छ। नकारात्मक कम्पनले नकारात्मक परिणाम तान्छ। सकारात्मक सोच राख, जीवन हलुका हुन्छ। 41 बाधाहरू तिमीलाई रोक्न होइन, परीक्षा गर्न आउँछन्। जीवनले कठिनाई पठाउँछ, तिमीले कति धैर्य छ भन्ने जाँच्न। बाधा आयो भने पछाडि नहट, अगाडि धकेल। हरेक बाधा पछाडि एउटा वरदान लुकेको हुन्छ। 42 श्रीकृष्ण भन्नुहुन्छ, जुन कामले तिम्रो आत्मा मुस्कुराउँछ त्यही सही मार्ग हो। प्राणले खुसी पाउने काम नै धर्म हो। पैसाले होइन, मनले पाउने सन्तुष्टि खोज। जीवन त्यही दिशामा लग जहाँ आत्माले खुसी पाउँछ। 43 श्रीकृष्ण भन्नुहुन्छ, जे फाल्छौ त्यही फर्केर आउँछ। सुकर्मले शुभ फल दिन्छ, दुष्कर्मले दुःख। जीवन कर्मको चक्र हो। हामी जे दिन्छौँ, ऊर्जा, भावना, शब्द त्यही फर्किन्छ। 44 श्रीकृष्ण भन्नुहुन्छ, शान्त मनमा मात्र ईश्वरको आवाज सुन्न सकिन्छ। व्यस्त जीवन, तनाव र भयले मनलाई शोरले भरिदिन्छ। शान्ति खोज, मौनता अपनाऊ। मौन मनमा दिव्य आवाज स्वतः सुनिन्छ। 45 श्रीकृष्ण भन्नुहुन्छ, योग केवल आसन होइन, जीवनको अनुशासन हो। योग शरीरको होइन, मनको प्रशिक्षण हो। यो जीवनलाई सुगठित, स्थिर र शान्त बनाउने कला हो। साँचो योग मनलाई एकाग्र बनाउँछ। 46 श्रीकृष्ण भन्नुहुन्छ, आफ्नो मूल्य कसैको व्यवहारले निर्धारण हुँदैन। अरूको दृष्टिकोणले तिम्रो असलियत बदलिँदैन। कसैले नबुझे पनि तिमी आफ्नै ठाउँमा अमूल्य छौ। सो मूल्य बुझविश्वास स्थिर रहन्छ। 47 श्रीकृष्ण भन्नुहुन्छ, परिस्थिति होइन, प्रतिक्रिया तिम्रो शक्ति हो। कुनै पनि घटना तिमीको नियन्त्रणमा नहुन सक्छ, तर कसरी प्रतिक्रिया दिने यस्तो शक्ति सदैव तिम्रो हातमा हुन्छ। शान्त मनले दिएको प्रतिक्रिया जीवन बदलिदिन्छ, आवेगले दिएको प्रतिक्रिया समस्या बढाउँछ। 48 श्रीकृष्ण भन्नुहुन्छ, अभिमानले ज्ञान बन्द हुन्छ। अभिमानले कान बन्द गर्छ, हृदय कठोर बनाउँछ। ज्ञान विनम्रतामा मात्र जन्मिन्छ, विनम्र बन, ज्ञान आफै आउँछ। 49 श्रीकृष्ण भन्नुहुन्छ, आत्मबोध बिना जीवन अधुरो हुन्छ। आफैलाई नबुझी संसार जित्न सकिँदैन। आत्मज्ञानले मन, बुद्धि र हृदय एकतामा जोडिन्छ। आफैलाई चिन्नु नै आध्यात्मिकताको सुरु हो। 50 श्रीकृष्ण भन्नुहुन्छ, ईश्वर सबैमा छ, सबैमा सम्मान देख। हर मानव, हर प्राणीमा दिव्यता छ। कुनै पनि जीव असार छैन। सबैप्रति सम्मान राख, यही कृष्ण मार्ग हो।